सो हेलो एभ्रिवान, आज म मेरो एसाइनमेन्ट ट्याक्सी म्यानेजमेन्ट सिस्टमको बारेमा एक्सप्लेन गर्न गइरहेको छु। यो प्रोजेक्ट पाइथनमा बनाइएको एउटा डेस्कटप बेस्ड एप्लिकेसन हो, जसमा चाहिँ ग्राफिकल युजर इन्टरफेस बनाउन टिकिन्टर युज गरेछु मैले। अनि यो सिस्टमको मेन पर्पज भनेको चाहिँ ट्याक्सी ड्राइभर, कस्टमर, ड्राइभर एसाइनमेन्ट अनि कम्प्लिटेड राइड्स, जुन राइडहरू कम्प्लिट भएको छ, अनि एडमिन डिटेल्सहरू सजिलो तरिकाले म्यानेज गर्नु हो। अनि त्यसपछि एक्चुअल प्रोग्राम एक्सप्लेन गर्नु अगाडि म फ्लो चार्ट सुरु गर्छु, किनभने फ्लो चार्टले सिस्टम कसरी स्टार्ट हुन्छ, कसरी प्रोसेस हुन्छ, कसरी अगाडि बढ्छ र कसरी इन्ड हुन्छ भन्ने कुरा चाहिँ डिस्क्राइब गरेको छ। फ्लो चार्टमा सबैभन्दा पहिले चाहिँ स्टार्ट सिम्बलबाट सुरु हुन्छ, त्यसपछि प्रोग्राम ओपन हुन्छ र युजरले लगइन डिटेल इन्टर गर्नुपर्छ। यहाँ युजर नेम र पासवर्ड चेक गरिन्छ। अनि त्यसपछि यदि युजर नेम वा पासवर्ड रङ भयो भने सिस्टमले इरर मेसेज देखाउँछ र युजरलाई फेरि ट्राई गर्न दिन्छ। तर यदि युजर नेम र पासवर्ड करेक्ट भयो भने सिस्टम मेन मेन्यूमा जान्छ। मेन मेन्यूबाट एडमिनले डिफ्रेन्ट अप्सन्स चुज गर्न सक्छ, जस्तै कस्टमर्स र ड्राइभर भ्यू गर्ने, ट्याक्सी ड्राइभर रजिस्टर गर्ने, ड्राइभर डिटेल्स अपडेट गर्ने, ड्राइभर डिटेल डिलिट गर्ने, अनि त्यसपछि अपडेट गर्ने। कुनै पनि अप्सन सिलेक्ट गरेपछि सिस्टमले त्यसको रिजल्ट डिस्प्ले गर्छ र यदि एक्जिट गर्छ भने प्रोग्राम इन्ड हुन्छ। यसरी फ्लो चार्टले पुरा सिस्टमको वर्किङ प्रोसेस सिम्पल एन्ड क्लियर वेमा देखाएको छ। अब एक्चुअल ट्याक्सी म्यानेजमेन्ट सिस्टमको कुरा गर्दा प्रोग्राम रन गर्दा सबैभन्दा पहिला चाहिँ स्क्रिन, लगइन स्क्रिन देखिन्छ। यो लगइन स्क्रिनमा युजर नेम र पासवर्ड इन्टर गर्नुपर्छ। अनि मेरो प्रोजेक्टमा डिफल्ट युजर नेम, एडमिन र पासवर्ड 1 2 3 राखेको छु मैले। अनि त्यसपछि जब युजरले लगइन बटन क्लिक गर्छ, सिस्टमले इन्टर्ड युजर नेम र पासवर्ड करेक्ट छ कि छैन भनेर चेक गर्छ। अनि त्यसपछि यदि डिटेल चाहिँ करेक्ट छ भने मेन ड्यासबोर्ड खुल्छ। यदि डिटेल रङ छ भने चाहिँ इनकरेक्ट युजर नेम र पासवर्ड भनेर इरर देखाउँछ। यो पार्टले मैले बेसिक अथेन्टिकेसनको काम गर्छ। अनि त्यसपछि जसले गर्दा करेक्ट एडमिन मात्र सिस्टमभित्र जान सक्छ। लगइन सक्सेसफुल भएपछि मेन विन्डो खुल्छ। मेन विन्डोमा लेफ्ट साइडमा डिफ्रेन्ट बटन्स छन् र अनि राइट साइडमा चाहिँ यो एउटा टेक्स्ट बक्स छ। अनि लेफ्ट साइडको बटनबाट एडमिनले डिफ्रेन्ट एक्सन पर्फर्म गर्न सक्छ र राइट साइडको टेक्स्ट बक्समा कस्टमर्स, ट्याक्सी ड्राइभर्स, कम्प्लिटेड राइड्स वा अपरेसनको रिजल्ट डिस्प्ले हुन्छ। अनि त्यसपछि यो लेआउट सिम्पल छ, त्यसैले युजरलाई कुन फिचर कहाँ छ भनेर बुझ्न पनि एकदम सजिलो हुन्छ। सबैभन्दा पहिले भ्यू कस्टमर्स फिचर छ। यो बटन क्लिक गर्दा सिस्टममा भएका यो कस्टमर्सको डिटेल देखिन्छ। अनि कस्टमर डिटेल्समा फुल नाम, अनि कुन ड्राइभर हो, एसाइन ट्याक्सी ड्राइभर, अनि त्यसपछि एज, अनि मोबाइल नम्बर, अनि पोस्ट कोड देखिन्छ। सुरुमा कुनै कस्टमरलाई ट्याक्सी ड्राइभर असाइन गरेको छैन भने ट्याक्सी ड्राइभर फिल्डमा नन देखिन्छ, किनभने त्यो एसाइन गर्नुपर्छ। अब भ्यू ट्याक्सी ड्राइभर्स फिचरले के गर्छ भन्दाखेरि सिस्टममा एभाइलेबल ट्याक्सी ड्राइभर्सको लिस्ट देखाउँछ। ट्याक्सी ड्राइभर डिटेल्समा ड्राइभरको फुल नेम र भेहिकल टाइप देखिन्छ। भेहिकल टाइप सेडान, एसयुभी, भेन, मर्सिडिज, जे राख्नु पाइयो। लाइक अब उसको जे छ त्यही राख्नु पऱ्यो। ट्याक्सी ड्राइभरको कुन भेहिकल छ त्यही राख्नु पऱ्यो। रजिस्टर ट्याक्सी ड्राइभर फिचरबाट चाहिँ एडमिनले नयाँ ट्याक्सी ड्राइभर एड गर्न सक्छ। अनि यो बटन क्लिक गरेपछि सिस्टमले फर्स्ट नेम, सर नेम र भेहिकल टाइप माग्छ। डिटेल्स इन्टर गरिसकेपछि सिस्टमले सेम नाम अलरेडी एक्जिस्ट गर्छ कि गर्दैन भनेर चेक गर्छ। अनि त्यसपछि यदि सेम फर्स्ट नेम र सर नेम भएको ड्राइभर पहिले नै छ भने नेम अलरेडी एक्जिस्ट मेसेज देखाउँछ। यदि ड्राइभर न्यू हो भने सिस्टमले नयाँ ट्याक्सी ड्राइभर अब्जेक्ट क्रिएट गरेर ट्याक्सी ड्राइभर लिस्टमा एड गर्छ र ट्याक्सी ड्राइभर रजिस्टर्ड मेसेज देखाउँछ। अनि त्यसपछि यसले डुप्लिकेट ड्राइभर इन्ट्री हुनबाट बचाउँछ के। अनि त्यसपछि अपडेट ट्याक्सी ड्राइभर फिचरले के गर्छ भन्दाखेरि डिटेल्स एडिट गर्न मिल्छ। जस्तो अब उसको नम्बर चाहिँ केही चेन्ज गर्न मिल्छ, अथवा इमेल चेन्ज गर्न छ, नाम अथवा भेहिकलको नाम चेन्ज गर्न छ भने चाहिँ त्यो एडिट डिटेल्सबाट त्यही ड्राइभर फिचरबाट हुन्छ। अनि त्यसपछि त्यही डिस्प्ले गर्छ। अनि त्यसपछि सेभ गर्छ, त्यही डिस्प्ले गर्छ। त्यसपछि एडमिनले अपडेट गर्नुपर्ने ड्राइभरको आइडी इन्टर गर्छ। सिस्टमले त्यो आइडी भ्यालिड छ कि छैन भनेर चेक गर्छ। यदि आइडी रङ छ भने ट्याक्सी ड्राइभर नट फाउन्ड मेसेज आउँछ। यदि आइडी करेक्ट छ भने एडमिनले फर्स्ट नेम, सरनेम वा भेहिकल टाइप मध्ये कुनै एउटा डिटेल अपडेट गर्न भनेर चुज
गर्न सक्छ। अनि त्यसपछि न्यू डिटेल इन्टर गरेपछि सिस्टमले ड्राइभर इन्फर्मेसन अपडेट गर्छ र सक्सेस मेसेज देखाउँछ अगाडि डिस्प्लेमा। डिलिट ट्याक्सी ड्राइभर फिचरले चाहिँ ड्राइभर यदि रिमुभ पनि गर्ने, ड्राइभर रिमुभ गर्छ, ड्राइभर रिमुभ गर्ने यसले चाहिँ डिलिट ट्याक्सी ड्राइभरले चाहिँ। अनि त्यसपछि एडमिनले डिलिट गर्नु परे ड्राइभरको आइडी इन्टर गर्छ। अनि त्यसपछि सिस्टमको आइडी भ्यालिड छ कि नै त्यो चेक गर्छ। यदि आइडी भ्यालिड छ भने चाहिँ त्यो ड्राइभर ट्याक्सी ड्राइभर लिस्टबाट रिमुभ हुन्छ। यदि आइडी रङ छ भने चाहिँ इरर मेसेज देखाउँछ। यो फिचर रियल सिस्टममा पनि युजफुल हुन्छ, किनभने कुनै ड्राइभर काम छोड्यो वा रेकर्डबाट हटाउनु पऱ्यो भने चाहिँ त्यो डिलिट अप्सन चाहिन्छ। अनि त्यसपछि अब यो सिस्टमको इम्पोर्टेन्ट फिचर एसाइन ट्याक्सी ड्राइभर हो। अनि त्यसपछि यसले कस्टमरलाई चाहिँ ट्याक्सी ड्राइभर असाइन गर्छ। यो बटन क्लिक गर्दा एडमिनले कस्टमर आइडी र ट्याक्सी ड्राइभरको आइडी इन्टर गर्नुपर्छ। अनि त्यसपछि सिस्टमले दुवै आइडी भ्यालिड छ कि छैन भनेर चाहिँ यो चेक गर्छ क्या। अनि त्यसपछि यदि कस्टमर आइडी र ड्राइभर आइडी दुवै करेक्ट छन् भने चाहिँ सिलेक्टेड कस्टमर सिलेक्टेड ट्याक्सी ड्राइभरसँग लिङ्क हुन्छ, किनकि त्यो म्याच पनि गर्छ नि त। अनि त्यसपछि कस्टमर डिटेल्समा ड्राइभरको फुल नेम अपडेट हुन्छ। त्यो कस्टमर ड्राइभरको कस्टमर लिस्टमा पनि एड हुन्छ। अनि त्यसपछि यसरी कस्टमर र ड्राइभर बिच रिलेसन क्रिएट हुन्छ क्या। अनि त्यसपछि कम्प्लिट राइड भन्ने छ। कम्प्लिट राइड भनेको चाहिँ यो फिचरको चाहिँ राइड फिनिस्ड भएपछि युज हुन्छ। जब कस्टमरको राइड कम्प्लिट हुन्छ नि, अनि त्यसपछि एडमिनले कस्टमर आइडी इन्टर गर्छ। अनि त्यसपछि सिस्टमले त्यो कस्टमरलाई एक्टिभ कस्टमर्स लिस्टबाट रिमुभ गरेर कम्प्लिटेड कस्टमर्स लिस्टमा मुभ गर्छ क्या। यसको मतलब त्यो राइड अब कम्प्लिटेड भइसकेको छ। त्यसपछि भ्यू कम्प्लिटेड बटन क्लिक गर्दा कम्प्लिटेड राइड्सको लिस्ट देखिन्छ। यो फिचरले फिनिस्ड राइड्स ट्र्याक गर्न हेल्प गर्छ। अपडेट एडमिन फिचरबाट एडमिनले युजर नेम पासवर्ड र एड्रेसबाट अपडेट गर्न सक्छ। यदि पासवर्ड अपडेट गर्नु पऱ्यो भने सिस्टमले नयाँ पासवर्ड र कन्फर्म पासवर्ड माग्छ कि दुवै म्याच भए चाहिँ पासवर्ड अपडेट हुन्छ। अनि यदि म्याच भएन भने पासवर्ड डु नट म्याच मेसेज देखिन्छ। यो सिम्पल भ्यालिडेसन हो तर इम्पोर्टेन्ट छ, किनभने यसले पासवर्ड चेन्ज गर्दा मिस्टेक हुनबाट जस बचाउँछ, प्रोटेक्ट गर्छ, सिक्योर हुन्छ। यो प्रोटेक्ट अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ कन्सेप्टमा बेस्ड हुन्छ कि यो। ओभरअल यो ट्याक्सी म्यानेजमेन्ट सिस्टम एउटा बेसिक बट युजफुल एप्लिकेसन हो। यसले ट्याक्सी सर्भिसमा हुने कमन टास्क जस्तै कस्टमर भ्यू गर्ने, ड्राइभर भ्यू गर्ने, नयाँ ड्राइभर एड गर्ने, ड्राइभर डिटेल्स अपडेट गर्ने, ड्राइभर डिलिट गर्ने, कस्टमरलाई ड्राइभर एसाइन गर्ने, राइड कम्प्लिट गर्ने, कम्प्लिटेड राइड्स ट्र्याक गर्ने र एडमिन डिटेल्स अपडेट गर्ने काम गर्छ। अहिले यो प्रोजेक्टमा डाटा प्रोग्रामभित्र लिस्टमा स्टोर हुन्छ। त्यसैले प्रोग्राम क्लोज भएपछि चेन्जेस पर्मानेन्टली सेभ हुँदैन। फ्युचरमा यसलाई अझै बेटर गराउनको लागि चाहिँ डाटाबेस एड गर्न सकिन्छ, किनकि कस्टमर रजिस्ट्रेसनदेखि लिएर यो एडमिन सेटिङ्सदेखि लिएर अनि त्यसपछि यो जति पनि छ नि यो एसाइन गर्ने कुरादेखि लिएर सबै यो चाहिँ पछिसम्म यो चाहिँ डाटाबेसमा बस्छ जस। अनि त्यसपछि कस्टमर रजिस्ट्रेसन फिचर एड गर्न पनि सकिन्छ। अनि बुकिङ डेट र टाइम पनि राख्न सकिन्छ। अनि फेयर क्यालकुलेसन एड गर्न पनि सकिन्छ। अनि सर्च अप्सनै भनौँ एड गर्न सकिन्छ र रिपोर्ट जेनेरेसन फिचर पनि बनाउन सकिन्छ। अनि यसले गर्दा एउटा फुल्ली ट्याक्सी म्यानेजमेन्ट सिस्टम चाहिँ एउटा एप्लिकेसन चाहिँ जस बन्छ।